एक देशमा एउटा जङ्गलको छेउमा एउटा बलियो खोर पिजडा राखिएको थियो। दुर्भाग्यवश एउटा बडेमाको बाघ त्यो खोरभित्र थुनियो। उसले बाहिर निस्कन धेरै कोसिस गर्यो तर सकेन। त्यही बाटो भएर एउटा गरिब बाहुन कतै जाँदै थिए। बाघले मान्छे देखेर एकदमै बिन्ती बिसाउन थाल्यो। ए बाहुन बाजे, मलाई यो खोरबाट निकालिदिनुहोस्, म भित्र निसासिएर मर्न लागिसके। बाहुन डराए र भने, होइन, तिमी जङ्गली जनावर हो। यदि मैले ढोका खोलिदिए भने तिमीले मलाई नै खायो भने के गर्ने? बाघले कसम खाँदै भन्यो, म कसम खान्छु बाजे, तपाईँ मेरो प्राणदाता हुनुहुनेछ। म तपाईँलाई छोएर पनि हेर्दिनँ, बरु जीवनभर तपाईँको सेवा गर्नेछु। बाघले यति रोइकराइ गर्यो कि दयालु बाहुनको मन पग्लियो। उनले बिचरा भन्दै खोरको चुकुल खोलिदिए। खोरको ढोका खोल्ने बित्तिकै बाघ बाहिर निस्कियो। उसले लामो सास फेर्यो र आफ्नो जिउ तन्कायो। त्यसपछि उसले रातो रातो आँखा पार्दै बाहुनतिर हेर्यो र भन्यो, बाजे, मलाई धेरै भोक लागेको छ। म यति धेरै दिनदेखि थुनिएको छु, अब म तिमीलाई खान्छु। बाहुन छाँगाबाट खसे जस्तै भए। उनले भने, छी, कस्तो पापी रहेछौ तिमी। भर्खरै मैले तिम्रो ज्यान बचाए, अहिले मलाई नै खाने? गुणको बदला बैगुण गर्न हुन्छ? बाघले भन्यो, यो संसारको नियम नै यस्तै हो बाजे। जसले भलाइ गर्छ उसैले दुःख पाउँछ। बाहुनले हार मानेनन् र भने, ल ठिक छ, हामी 3 जना साक्षीलाई सोधौँ। यदि उनीहरूले पनि संसारमा गुणको बदला बैगुनै हुन्छ भने तिमीले मलाई खाए हुन्छ। बाघ मन्जुर भयो। पहिलो साक्षी पिपलको रुख थियो। बाहुनले नजिकैको पिपलको रुखलाई सोधे, ए रुख भाइ, के गुण गर्नेलाई मारेर खानु ठिक हो? रुखले दुखेसो पोख्दै भन्यो, हो बाजे, यो संसार यस्तै छ। हेर न, बटुवाहरू मेरो छायामा बस्छन्, आनन्द लिन्छन्, तर जाने बेलामा मेरै हाँगा भाँचेर लैजान्छन्। त्यसैले मान्छे बैगुनी हुन्छन्। बाघले तिमीलाई खाए हुन्छ। बाघ खुसी भयो। दोस्रो साक्षी बाटो थियो। बाहुनले बाटोलाई सोधे। बाटोले रिसाउँदै भन्यो, बाघले ठिक भन्यो, म रात दिन मान्छेलाई पिठ्युमा बोक्छु, गन्तव्यमा पुर्याउँछु, तर मान्छेहरू म माथि नै फोहोर फ्याँक्छन् र थुक्छन्। भलाइको बदला बुराइ नै पाइन्छ। बाघले तिमीलाई खाओस्। बाघले अब त मुख गरेर बाहुनलाई झम्टिन लाग्यो। बाहुनले भने, पर्ख, अन्तिम एउटालाई सोध्न बाँकी छ। त्यत्तिकैमा एउटा स्याल टुप्लुक्क आइपुग्यो। स्यालले सबै कुरा सुनाए। स्यालले नबुझे जस्तो नाटक गर्यो। के रे, म त कुरै बुझिनँ, स्यालले टाउको कन्याउँदै भन्यो। बाहुन बाजे खोरमा हुनुहुन्थ्यो अनि बाघ बाटोमा हिँड्दै थियो रे? होइन मूर्ख, म खोरभित्र थिएँ, बाहुन बाहिर थियो। स्यालले फेरि सोध्यो, तर खोर त सानो छ, हजुर यत्रो ठुलो बाघ कसरी भित्र अटाउनु भयो होला? मलाई त विश्वासै लागेन। स्यालको यस्तो कुरा सुनेर बाघलाई रिस उठ्यो। हेर मूर्ख स्याल, म यसरी भित्र बसेको थिएँ भन्दै बाघ फुत्त खोरभित्र पस्यो। बाघभित्र पस्ने बित्तिकै स्यालले झटपट खोरको चुकुल लगाइदियो। बाघ फेरि थुनियो। स्यालले हाँस्दै भन्यो, ल बाजे, अब तपाईँ आफ्नो बाटो लाग्नुहोस्। यस्तो बैगुनीलाई खोरभित्रै बस्न दिनुपर्छ। बाहुनले स्याललाई धन्यवाद दिए र आफ्नो ज्यान बचाएर घर गए।